हेलो साथीहरु, नमस्कार। सेवारो सबैमा विजयादशमीको हार्दिक मङ्गल शुभकामना। त आज चाहिँ अब यो फुलपातीको नाममा राणाको मासु भागीमा लिएको छौँ। त यो एक भागको 2000 रुपियाँ हो। त 2000 रुपियाँको मासुमा कमसेकम यो रातो मासु यो अहिले मैले सुकुटी बनाइदिएको छु। यो झन्डै 8 किलो जस्तो परेको छ। त्यसै गरेर यो ह्याकुलाको मासु 2 किलो जस्तो परेको छ। अनि अरू त्यो के मासुहरू 2-3 किलो गरेर 12 किलो जस्तो मासु परेछ। भनेर यो आन्द्रा भुँडी पनि अलिकति यसलाई अहिले उसिनेर पकाइसकेको छ। आन्द्रा भुँडी पनि 1 किलो जस्तै छ। यो अब यो के हो, यो कच्ची मच्ची के भनेर यो पनि गर्दाखेरि 12-13 किलो जस्तो चाहिँ मासु यसपालि चाहिँ एक भागमा परेछ। यो भाग 2000 रुपियाँको हो। त हामीले धेरै गाउँठाउँ घुमिकन धेरै टाढो घुमिकन हामीले चाहिँ अब यो यसरी गाउँको साथीहरू मिलेर भागीमा गरेको। त्यसले गर्दा दसैँ किनेर खान पाइन्छ। यहाँ 340 मा हड्डी मासु त 420-430 रुपियाँ मासु मात्रै पनि किन्नु पाइरहेको छ। तर पनि एउटा दसैँको दाममा हामी मिल्ने साथीहरूको सरसल्लाह गरेर चाहिँ एउटा पुरानो प्राचीन हाम्रो बडा दसैँ सम्झिनुको लागि चाहिँ हामीले एउटा यो फुलपातीको नाममा चाहिँ मासु किन्ने एउटा यो योजना बनाएको मात्रै हो। ताकि यसले हाम्रो मौलिक पर्व दसैँलाई चाहिँ सदा हामी यसरी गर्दै जाउँ र हाम्रो आउने भावी सन्ततिले पनि दसैँमा यस्तै गर्नुपर्छ भने सिकोस् भन्ने उद्देश्यले चाहिँ हामीले यो गर्दैछौँ। र सबै साथीहरू मलाई चिन्ने मेरो आफन्तजन इष्ट मित्र सबै अनि मेरो फेसबुक साथीहरू मेरो पल्टने गल्लाहरू सबैलाई विजयादशमीको अग्रिम हार्दिक मङ्गलमय शुभकामना। यसरी नै हामी हाँसेर खुसी भएर फुटेर होइन जुटेर हामी अगाडि बढौँ भन्न चाहन्छु। ह्याप्पी दसैँ सेवारो। नमस्कार।